म अहिले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर 6 निसिल, जुन मेरो चाहिँ जन्म गाउँ हो, त्यो गाउँमा छु। ऊ तलपट्टि देखिरहेको चाहिँ त्यो हाम्रो महाकाली नगरपालिका वडा नम्बर 6 मा अवस्थित श्री मालिकार्जुन माध्यमिक विद्यालय निसिल हो। त्यो 2014-15 सालतिर हो कि 17-18 सालतिर स्थापना भएको विद्यालय हो। त्यो चाहिँ विभिन्न आरोह अवरोहहरू पुरा गर्दै अहिले आएर चाहिँ कक्षा 10 सम्मको पढाइ हुन्छ। त्यसमा चाहिँ अहिले चाहिँ राम्रा स्तरीय शिक्षकहरू छन्। विद्यार्थीहरूको लगनशीलता पनि त्यस्तै छ। विद्यालयको अहिले चाहिँ विगत वर्षहरूमा चाहिँ राम्रो नतिजाहरू आइरहेको छ। एसीमा चाहिँ राम्रो नतिजा छ। त्यसपछि खेलकुदको क्षेत्रमा पनि नगरपालिकामा चाहिँ आफूलाई एकदमै यो विद्यालयले चाहिँ अब्बल प्रमाणित गरेको छ। त्यहाँदेखि लिएर माथि चाहिँ यो मेरो जन्मेको गाउँ हो। यो चाहिँ मेन निसिल गाउँ हो। ऊ परिपट्टि देखिने चाहिँ थागिल हो। त्यसमा पनि हाम्रो चाहिँ सम्पूर्ण आफन्तहरू बस्छन्। यतापट्टि चाहिँ लिएर यो निसिलदेखि माथिपट्टि आउँदाखेरि चाहिँ यो हाम्रो चाहिँ स्थानीय यो गाउँ अनुसार यसलाई मल्लो गाउँ भन्छन्। त्यसपछि यो माथि चाहिँ ढोक्रेवडा भइगयो, माथि चाहिँ निङलाड भइगयो, यतापट्टि मैराड भन्छन् होइन। कोराजी चाहिँ यिनीहरू रुखले छेकिया छ। ऊ त्यहाँपट्टि चाहिँ देखिएको हाम्रो चाहिँ सुरेन्द्र भाइको घर हो बुङ्गामा होइन। अनि माथि चाहिँ युनान भइगयो। अनि यतापट्टि चाहिँ यो उतापट्टि देखिएको छ, यो एउटा बाटो चाहिँ यता आउने बाटो हो, एउटा चाहिँ उता हाम्रो पौन्या खोला जाने बाटो हो। पौन्या खोला चाहिँ उतापट्टि पनि हाम्रो चाहिँ बसोबास छ होइन। तल स्कुलभन्दा तलपट्टि देखिएको गाउँ चाहिँ सल्याड गाउँ हो। त्यसमा चाहिँ हाम्रो आफन्त प्लस कुँवरजीहरू भए। अनि चाहिँ एउटा परिवार चाहिँ बडुजीको छ। अनि तलतिर चाहिँ हाम्रो चाहिँ लुवारजीहरूको बस्ती छ। ऊ तलपट्टि देखिरहेको चाहिँ हाम्रो धाप हो, जुन देशकै एकदमै सर्वोत्कृष्ट विद्यालयहरूमा गणना हुने विद्यालयको प्राङ्गण देखेको छ यहाँबाट, जुन मालिकार्जुन माध्यमिक विद्यालय धाप। त्यो हाम्रो चाहिँ अहिले देशको चाहिँ उत्कृष्ट विद्यालयहरूको 13औं नम्बर सूचीमा उत्कृष्ट छ। देशभरिका चाहिँ 77 जिल्लाको 753वटा स्थानीय तह 6743 वटै वडामा भएका विद्यालयहरूमध्ये चाहिँ त्यो विद्यालय चाहिँ हाम्रो के छ भनेपछि अहिले 13औं नम्बरमा छ। अनि यो चाहिँ हाम्रो गाउँ। म यो गाउँमा चाहिँ लगभग 2-2.5 वर्षपछि आएको छु। यो विविध कारणवश चाहिँ यो गाउँमा बसोबास गर्नको लागि चाहिँ अहिले चाहिँ मेरो चाहिँ बसाइ धेरै हुँदैन। हामी चाहिँ अब भोलि बेलुका हुन्छ या पर्सि बिहान चाहिँ फर्केर फेरि महेन्द्रनगर जानेछौँ होइन। गाउँको बारेमा चाहिँ तपाईँहरूलाई चाहिँ जानकारी गराएको छु। यो भिडियोलाई चाहिँ राम्रोसँग सुनेर लाइक, कमेन्ट, सेयर गरिदिनु।